निफले पब्लिक स्पिकिङ तालिम मात्रै प्रदान नगरेर मानिसको जीवन रूपान्तरित गर्न पनि मद्दत गरेको छ र त्यो रूपान्तरित भएको व्यक्तिहरूमध्ये म पनि एक हुँ। म भर्खरै एससी दिएर बसेकी एक विद्यार्थी हुँ। म आफ्नै फ्रेन्ड सर्कलमा साथीहरूसँग पनि खुलस्त बोल्न नसक्ने, यसरी यति धेरै मानिसको माझमा बोल्नुलाई त मेरो लागि सपना जस्तै मात्रै थियो। उपस्थित महानुभावहरू, म सम्झन चाहन्छु मेरो कक्षा 10 को पब्लिक स्पिकिङ कम्पिटिसनको दिन। फर्स्टमा त मलाई कन्फिडेन्स थियो, म गर्न सक्छु जस्तो लागिरहेको थियो र मैले प्र्याक्टिस पनि मजाले गरेर गएको थिएँ। तर जब मलाई मञ्चमा बोलायो, मञ्चमा गएपछि जब मैले सबै मानिसहरूलाई देखेँ तब मेरो दिमागै ब्ल्याङ्क भयो, मैले केही बोल्न सकिनँ। यति डर लागेको थियो, मेरो गुडाहरू पुरै यसरी हल्लिरहेको थियो, मैले माइकको पोजिसन पनि मजाले मिलेको थिएन, आई कन्ट्याक्ट त जति दिँदै थिएन, म भुइँमा हेरेर बोलिरहेको थिएँ यसरी। त्यस्तो डरले गर्दाखेरि मैले 6 मिनटको स्पिच 2 मिनटमै सकाएँ। अब हजुरहरू आफै सोच्नु होला त्यो स्पिच कस्तो भयो होला। त्यो स्पिच सकिसकेपछि मलाई यति लाज लाग्यो, मलाई यति ह्युमिलिएटेड फिल भयो। त्यो हलमा जति पनि मानिस थियो त्यो मानिसलाई मैले बाहिर भेट्दाखेरि पनि फेस गर्न सकिनँ। रुँदै मैले मामुलाई पनि यो कुरा सेयर गरेँ र मामुले भन्नुभयो तिमी पहिला एससी सकाऊ, त्यसपछि म तिमीलाई निफमा जोइन गराइदिन्छु भन्नुभयो। मेरो मामु र दादा दुवैजनाले पनि यहाँबाट कोर्स लिनुभएको थियो र उहाँहरूले यो कोर्सको इफेक्टिभनेस देखेर मलाई पनि जोइन गराउने निर्णय गर्नुभयो। फर्स्ट डेमा एचपी कटवाल सरले हामीलाई यही स्टेजमा बोलाएर आफ्नो इन्ट्रोडक्सन दिन लाउनु भएको थियो। यति डर लागिरहेको थियो। उपस्थित महानुभावहरू, समय जहिले उस्तै रहेन। डे 2 देखि एचपी कटवाल सरले हामीलाई गराउनु भएको रेगुलर एक्सर्साइजेसहरू, मेडिटेसन, भोकल एक्सर्साइजेस, नर्भसनेस कन्ट्रोलिङ एक्सर्साइज आदिले गर्दाखेरि मेरो जीवनमा धेरै परिवर्तन ल्यायो। परिवर्तनको साथसाथ मेरो सेल्फ कन्फिडेन्स पनि धेरै बढ्न थाल्यो। 4 हप्ताको प्रशिक्षण अन्तिममा आइपुग्नेसम्म मैले निर्धक्कसँग स्पिच डेलिभर गर्न सक्ने, प्रोग्रामहरू होस्ट गर्न सक्ने भइसकेकी थिएँ र यो अवसर मलाई प्रदान गरिदिनु भएकोमा म निफप्रति कृतज्ञता जाहेर गर्न चाहन्छु।